सो गाइस अहिले चाहिँ म यता साउथ सिक्किमको राङ्खे भन्ने जग्गामा छु। राङ्खे अब यो अन द वे हाइवे टु हामी राभाङलादेखि चाहिँ हामी सिङतामतर्फ जाँदाखेरि चाहिँ हाइवे भेट्दैछ, त्यो बाटोमा रोकेको छु। यहाँ तपाईँलाई म अर्ग्यानिक सब्जीहरू देखाउँछु है। यहाँ हेर्नुहोस्, लु यो चाहिँ हो छुर्पी। छुर्पी देख्नुभयो? अब हामीले तल सिलगढीतिर जस्तो अब धेरै कमै पाउँछ। अनि यो यसलाई के भन्छ हौ? कच्चु 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 हेऱ्यो। यो चाहिँ जराको सिजन मेरो फेभरेट हो। यो चाहिँ मनपर्छ, फेभरेट। यो चाहिँ सिमराईको साग। यो चाहिँ को मेथी हो लास्ट सरी ल, यो चाहिँ मेथी रहेछ है, मेथीको साग अरे। मलाई त्यस्तो चिन्दिनँ कि। मेथी है यो, मेथीको साग। ओके, मेथीको साग यो खाएको छुइनँ नि त मैले। अब साग चाहिँ खाएको, यो चाहिँ खाएको छुइनँ। किन ढाँट्नु, होइन यो खाएको छुइनँ। मेथीको साग रहेछ साग चाहिँ। लु लु तपाईँहरूले कमेन्ट गर्नुहोस् कोलाई यो साग देखेर चाहिँ कुन चाहिँ मासुसँग चाहिँ साग खाने मन लाग्यो, लु भन्नुहोस् तपाईँहरू हो। अनि यो गुन्द्रुक ड्राई हो, मुला सबै अर्ग्यानिक हो। यो सिमी देख्नुभयो? अनि लु अम्बक हेर्नुहोस् त। यो अम्बक खाने कस्तो मिठो होला हो। लु केरा पनि छ। यो चाहिँ अर्ग्यानिक ल, अर्ग्यानिक सब्जीहरू अनि फ्रुट्स पनि छ यहाँ।